जिन्दगीमा दुई प्रकारका मानिस हुन जरुरी छ। एउटा श्रीकृष्ण नलडिकनै हार पक्का गरिदिने, अर्को कर्ण जो आफ्नै अगाडि हार निश्चित हुँदा पनि साथ नछोड्ने। श्रीकृष्ण भन्नुहुन्छ, यदि कसैले तपाईको नराम्रो गर्छ भने त्यो उसको कर्म हो, तपाई कसैलाई पनि नराम्रो नगर्नुहोस्, त्यो तपाईको कर्म हो। खराब समयले मानिस त्यति कमजोर हुँदैन जति उसको नकारात्मक विचारले ऊ थकित हुन्छ। आउनुहोस्, हाम्रो एसडी मोटिभेसन टिभीमा तपाईलाई स्वागत छ। जिन्दगीमा दुई प्रकारका मानिस हुन जरुरी छ। एउटा श्रीकृष्ण नलडिकनै हार पक्का गरिदिने, अर्को कर्ण जो आफ्नै अगाडि हार निश्चित हुँदा पनि साथ नछोड्ने। श्रीकृष्ण भन्नुहुन्छ, यदि कसैले तपाईको नराम्रो गर्छ भने त्यो उसको कर्म हो, तपाई कसैलाई पनि नराम्रो नगर्नुहोस्, त्यो तपाईको कर्म हो। खराब समयले मानिस त्यति कमजोर हुँदैन जति उसको नकारात्मक विचारले ऊ थकित हुन्छ। आउनुहोस्, हाम्रो एसडी मोटिभेसन टिभीमा तपाईलाई स्वागत छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। मन पर्यो भने लाइक, शेयर, कमेन्ट गर्न नबिर्सनु होला। यस्तै मोटिभेसन भिडियो हेर्नको लागि हाम्रो एसडी मोटिभेसन टिभीलाई सब्स्क्राइब गर्न नबिर्सनु होला। आफ्नो बारेमा अरू कसैलाई नसोध्नुहोस्। एकछिन आँखा बन्द गरेर आफूले आफैलाई सोध्नुहोस्। खराब समयले मानिसलाई त्यति कमजोर बनाउँदैन जति उसको नकारात्मक विचारले मानिसलाई थकित बनाउँछ। तपाईभित्र भएका नकारात्मक कुराहरू तपाई आफैले हटाउने हो। मानिसमा भएको नकारात्मक सोच, नकारात्मक विचारलाई, नकारात्मक चिन्तनलाई मानिसले आफै हटाउने हो, अरू कसैले हटाइदिँदैन। बाँकी सबैले त्यसको फाइदा उठाउने मात्र हो। त्यसैले आफ्नो विचार सकारात्मक राख्नुहोस्, अगाडि बढ्नुहोस्, सकारात्मक सोच राख्नुहोस्, अगाडि बढ्नुहोस्। आफूभित्र भएका नकारात्मक विचार, नकारात्मक धारणा, नकारात्मक सोचलाई अहिले नै हटाइदिनुहोस्, आज नै हटाइदिनुहोस्। जिम्मेवारी उमेरले होइन, समय र परिस्थितिबाट आउँछ। समय र परिस्थिति जति कष्ट हुँदै जान्छ, समय र परिस्थिति जति जटिल हुँदै जान्छ, त्यति मान्छेमा जिम्मेवारी थपिन्छ। जति समय र परिस्थिति गाह्रो बन्दै जान्छ, त्यति मान्छे बलिलो भएर आउँछ, त्यति मान्छे जिम्मेवारी वहन गर्ने योग्य भएर आउँछ। त्यसैले गाह्रो परिस्थिति आउँदा, गाह्रो समय आउँदा हार नखानुहोस्, त्यसलाई जिम्मेवारी सम्झनुहोस्। आफ्नो जिम्मेवारी आयो भनेर सम्झनुहोस्, अगाडि बढ्नुहोस्। जति मान्छेलाई गाह्रो समय आउँछ, अप्ठ्यारो समय आउँछ, त्यति मान्छेले हरेस खानु हुँदैन। जब तपाईँ हरेस खानुहुन्छ तब तपाईँले झन् गाह्रो हुनेछ। त्यो समयमा तपाईँले कसैले पनि साथ दिने छैन। जति गाह्रो र अप्ठ्यारो आउँछ, चुनौतीहरू आउँछन्, त्यसलाई फेस गर्दै अगाडि बढ्नुहोस्। तपाईँ कहिले पनि पछि हट्न सक्नु। जुन समयमा जुन काम गर्नुपर्ने छ त्यो काम गरिहाल्नुहोस्। भोलि गरौँला, पर्सि गरौँला भन्ने त्यो कामलाई थाँती राख्नुभयो भने त्यो काम कहिले पनि सफल हुने छैन, कहिले पनि बन्ने छैन र तपाईँ सफल हुनबाट धेरै वञ्चित हुनुहुनेछ। त्यसैले अगाडि बढ्नको लागि हरेक चुनौती पार गर्नुपर्ने हुन्छ। त्यो चुनौतीलाई फेस गर्दै तपाईँ जति अगाडि बढ्नुहुन्छ त्यति नै तपाईँ सफल व्यक्ति बन्नुहुनेछ भन्दै आजको यो भिडियो के कस्तो लाग्यो, सुझाव सल्लाहको लागि हाम्रो कमेन्ट बक्स खाली नै छ। तपाईले कमेन्ट गर्न सक्नुहुनेछ। यस्तै नयाँ भिडियोहरू हेर्नको लागि हाम्रो एसडी मोटिभेसन टिभीलाई सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्याङ्क यू भेरी मच।